हामी ओह्रालो झर्दैछौँ। कहीँको साथीहरू यस्तो गोको चस्मा लाएर हरियाली खसेछ टिप्न आऊ साथीहरू। रुमाल खसेको छ है। ओ माथि माथि जा माथि छेउमा होइन। अल्लाह समाउ है त्यहाँबाट। खोला पारी तारी दिने तुई पहिला माया छुटाइ हाल्यो। झरना घुमौली खेतै खेत हरियाली। साउनको महिना हरियाली होइन हरियो हेर्दा त्यही देख्यो भने साथीहरू नाची यसलाई भन्छ साथीहरू हाडी द भन्छ। यसलाई हाडी द। टाढाबाट हेर्दा चाहिँ माथिको झर्ना देखिन्छ, नजिकबाट चाहिँ देखिँदैन है। के को मिटिङ भइरहेछ त्यहाँ? कति मोबाइल हेरेको होला। छिटो आऊ नि। के हो? हो ल साथीहरू हामी झर्नामा आएर चाहिँ हामीले चाहिँ यसरी खाजा बोकेर आएको छौँ होइन। हामीसँग खाजा मलाई ननिकाले हुन्थ्यो। आटा होइन, आलुदम, अन्डा, पराठा भनेको आटा भनेको, अनि दालमुट छ, चाउचाउ छ, घिउ छ होइन, यो करेन्ट नुडल्स छ है। अब हामीले पोखरी झर्नालाई बाई बाई गर्दैकन हामी चाहिँ फर्केको है। यहाँबाट चाहिँ एकदम सुन्दर देखिन्छ झर्ना। यहाँनिर चाहिँ एकदम पिकनिक स्पोट चाहिँ यतै बनाएको हुने थियो। हामी घर फर्केको अवस्था। खोइ आनन्द दुईजना अझै। म त सकेर हिँडेको छु यस्तो गरेर। ल साथीहरू अब चाहिँ घर फर्केको। हामी यही बाटो भएर गयौँ होइन। अब यहाँबाट आयो झर्नालाई बाई बाई गर्दै हामी हिँडेको। गाइज घर फर्केको अवस्था हामी। आज चाहिँ एकदमै घाम लागिरहेछ होइन। त्यही भएर घामले ओइलेर सबैजना प्ल्यात्त परेर यहाँ बसिरहेछन्। ए आइसक्रिम त के हो हाम्रो अगाडि पक्रेको त। गर्मीले पक्रेर यसरी बसिरहेछौँ सबैजना। रातो कालो पिरो अमिलो भएका छौँ है। अमिलो भनेको चाहिँ पसिना है, नुनिलो पनि भएका छौँ। जुत्ता फुकालेर तर्नुपर्ने हुन्छ। अनि मैले चाहिँ यहाँ फुकालेर माथि आएर लाउने विचार गरेँ। आधी सरो उ तल लाउँदै हुनुहुन्छ, आधी सरो लाएर आउँदै हुनुहुन्छ। अनि यहाँ हिपहप क्याप लाएर हुनुहुन्छ। यहाँ आउँदै हुनुहुन्छ है। यसरी हामी घर फर्किँदैछौँ। अब चाहिँ पानीले कुट्ला जस्तो छ। पानी पऱ्यो गाइस, पानी पऱ्यो। अघि घामले सेकायो, अहिले पानीले भिजायो। ल उकालो आउँदैछौँ। अनि यो हेर्नु न, यो पानी सफा त पुग्दैन है। एकदमै चाहिँ अर्ग्यानिक पानीको पानी हो। यहाँको पानी पनि एकदम चिसो छ। नुहाउन लुगा धुने एकदम कायदा छ।
ल देख्न सक्नुहुन्छ यति राम्रो सुन्दर दृश्य हैन हामीलाई यो भन्दा अघि के भएको थियो पानी परेर हामी सबजना भिजेको छौँ हाम्रो जुत्ताहरू सब भिजिरहेछ हैन फेरि अहिले यस्तो घाम लाग्छ भोक लाग्यो त्यही भएर है ल तपाईहरुलाई आजको भिडियो यति नै हो है लाइक कमेन्ट शेयर गर्न नभुल्नु होला भिडियो हेर्दिनुको लागि धेरै धेरै धन्यवाद